नमस्ते, म डाक्टर पारस श्रेष्ठ। आज हामी विश्व मृगौला दिवस भएकाले केही जानकारीमूलक कुराहरू तपाईसँग गर्न जाँदैछु। अब मृगौला मानव शरीरको लागि एकदम अत्यन्त महत्त्वपूर्ण अङ्ग हो र मृगौलाले हाम्रो शरीरमा भएका फोहोरहरू भए, तपाईँको विषादी कुराहरू भए, यसलाई पिसाबको माध्यमबाट बाहिर निकाल्छ र यसले पानी छानेर पनि शरीरलाई स्वस्थ राख्ने काम गर्छ। र मृगौला आजको समयमा हेर्ने भने मधुमेह, रक्तचाप, हैन, अत्याधिक नुनको सेवन, धुम्रपान, मदिरा सेवन र अस्वस्थ जीवनशैलीको कारणले मृगौला रोग बढ्दै गएको छ र दुर्भाग्य धेरै मानिसलाई मृगौला रोगको बारेमा थाहा पनि हुँदैन र रोग लागेको पनि थाहा नहुन सक्छ, किनकि प्राथमिक अवस्थामा, सुरुको अवस्थामा यसको लक्षणहरू केही पनि देखा पर्दैन। त्यसैले हामीले केही महत्त्वपूर्ण कुरामा ध्यान दिनु एकदमै आवश्यक छ, जसमा अब नियमित तपाईको ब्लड प्रेसर, रक्तचाप चेक गर्नुपर्ने हुन्छ, सुगर जाँच गर्नुपर्ने हुन्छ, प्रष्ट पानी पिउनुपर्ने हुन्छ र सन्तुलित आहार खानुपर्ने हुन्छ। नियमित व्यायाम गर्ने बानी बसाल्यो भने हामीलाई रोगबाट पनि बच्छौँ, हैन। र चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु हुँदैन। चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि सेवन गर्नुहोस् र दुखाइको औषधिहरू कम प्रयोग गर्नुहोस् र दुखाइको औषधि प्रयोग गर्दा पनि चिकित्सकको सल्लाहमा बस्नुहोस्। र हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने मृगौला रोकथाम गर्न सकिन्छ यदि समयमा सचेत भयो भने। समयमा परीक्षण र उपचारले धेरै मानिसको जीवनमा यो मृगौला बचाउन सक्छ र मृगौला बचाउने नै भनेको नै अब हामीले चिकित्सकको सल्लाह लिने र बेलामै उपचार खोज्नुपर्ने हुन्छ। आजको यस दिवसलाई हामी मृगौला स्वास्थ्यप्रति सचेत रहन र अरूलाई पनि सचेत गराउन प्रेरणा दियोस् भन्ने कामना गर्दछु र अन्त्यमा मृगौला स्वास्थ्य जोगाउँ, स्वास्थ्य जीवन जिउँ भन्ने सन्देशका साथ तपाईँलाई विश्व मृगौला दिवसको शुभकामना दिँदै विचार शब्द हिँड्न पाउँदैछु। धन्यवाद।